Hello everyone, good morning. New day, new vlog. Welcome छ हजुरहरुलाई. स्वागत छ हजुरहरुलाई मेरो सेङ्गो फ्यामिली ब्लगमा. आज हामी जाँदैछु छोरा पढेको कलेज पढेको जग्गामा बर्लिन जाँदैछु साथीहरु. वहाँ के हुन्छ कसो हुन्छ सो सबै हजुरहरुलाई देखाउने छु. आज पनि ट्रेनमा बसिसके अनि के हुन्छ कसो हुन्छ सबै हजुरहरुलाई देखाउने छु. मलाई चाहिँ फेरि किन साथीहरु बेलुकाको 5:30 भयो. अघि केही मैले भिडियोहरू हाल्नु सकिनँ किनकि मलाई भिडियो खिच्ने मेरो मुडै थिएन आज. अनि 5:30 भयो भर्खर यो ट्रेनमा. अब हामी कति बजी पुग्छौँ जाँदैछ है साथीहरु. बाहिरको भ्यूसहरू देखाउँदै जान्छु नि है साथीहरु. एयरपोर्ट आयो. पहिला म आउँदाखेरि यही फ्र्याङ्कफर्ट एयरपोर्टमै उत्रेको. इन्डियाबाट आउँदा हेर्नुहोस् साथीहरु फ्र्याङ्कफर्ट आयो. हामी जाँदैछु साथीहरु.
एक हप्ताको ट्रिप हो हाम्रो यसपालिको ट्रिप। हेलो साथीहरू, ट्रेनमा बसी भ्यूसहरू हेर्दै खाना लागेको है। घरबाटै छोराले बनाएको पिरो आलुदम छ, अनि यो झुक्रोको सब्जी, अनि यो चाहिँ हो गुन्द्रुकको अचार, अनि राइस खाना लागेको। भ्यूसहरू हेर्दै छोरा कम्प्युटर गर्दैछ, मेरो बुढा र म खाँदैछु। खाइला साथीहरू, खाइला। वाउ साथीहरू, पारी गाउँहरू देखाउँदैछ है हजुरहरूलाई। साथीहरू हेर्नुहोस् है, म बोलेको सुन्दै हाँस्दैछ मेरो बुढाइ। यहाँनिर छोरा सुतिरहेछ, हेर्नुहोस् ल। सुतिरहेछ छोरा, म चाहिँ छु। चस्मा भइरहेको छु, चस्मी लगाएर के गर्नु है, 55+ भएपछि चस्मी लगाएको चस्मी। साथीहरू, हामी एक हप्ताको लागि इन्जोय गर्नु, एक हप्ताको जर्नी हामी जाँदैछौँ। एक हप्ता छोराले घुमाउनु लाँदैछ। अनि आज यो ट्रेन पनि हेर्नुहोस् न, फ्याङपट अब हामी बोर्डिङ जाँदैछु।
स्टुटगार्टदेखि बर्लिन जाँदैछु। यो ट्रेन हेर्नुहोस् न, हामीले रिजर्भ गरेको जस्तो चाहिँ बुढा यहाँ छ। छोरा यहाँ थियो छोरा, यी सबै पुराको पुरा रिजर्भ गरेको जत्तिकै छ। खाली छ, खालीमा हामी जाँदैछु साथीहरू। एक हप्ताको ट्रिप हो हाम्रो, एक हप्ताको ट्रिप। छोराले घुमाउनु लगेको। जाँदैछु ल साथीहरू, बाई बाई। रात परिसक्यो हेर्नुहोस् त, रात परिसक्यो। बाहिर हेर्नुहोस् त, बाहिर साथीहरू। यो ट्रेनमा चाहिँ किनेर खाँदा पनि हुन्छ। ए छोराले हेर्नुहोस् त, कोक किनेर ल्याइदिएछ, कोक किनेर ल्याइदिएछ भर्खर हो। छोरा कहाँ गयो भनेको त। अनि केक पनि ल्याइदिएछ भर्खर, भात खाएको होइन। ए केक पनि ल्याइदिएछ। चिसो छ, चिसो छ कोक। खाइला इन्जोय साथी, इन्जोय। इन्जोय। साथीहरू, घरबाट 5.5 महिनाको अहिले 10 बज्न लाग्यो। अझै 1.5 घन्टा छ पुग्नुपर्ने, बर्लिन पुग्नुपर्ने। हामी जाँदैछु। बत्तीहरू बोलेको हेर्नुहोस् है स्टेसनको। ओ बाबा के हेर्नु भएको? ओ बाबा के हेर्नु भएको? के हेर्नु भएको? यता हेर्नु न त। के हो? यहाँ हेर्नु न भनेको। के हेर्नुहोस् ल साथीहरू, टक्कै 10 बज्यो। 10 बज्यो। इन्डियामा 2 बज्यो। हामी यहाँ ट्रेनमै छु है साथीहरू। यहाँ मेरो बुढा यहीँ छ। फोन हेर्दैछ एक्लै बसेर। यहीँ छ मेरो बुढा। हेर्नुहोस् है साथीहरू, यहाँको भ्यूज हेरेर, नजारा हेरेर इन्जोय गर्नुहोला। इन्जोय। वाउ, सो ब्युटिफुल। लु साथीहरू, हिँड्यो हाम्रो ट्रेन पनि हिँड्यो। साथीहरू इन्डियाको 3-3:30 बजिसक्यो। हामी आइपुगेको छैन। हामी यहाँको चाहिँ फरेन कन्ट्रीको चाहिँ 11:30 चाहिँ हामी बर्लिन पुग्ने रहेछौँ। पुग्नु लागेको छु। अब 11:30 हुनु लागेको छ। मेरो बुढा फोनमा मस्त छ। छोरा सबै खाली छ। अब बाहिर पुरा बारिस आइरहेछ, पानी परिरहेछ बाहिर। पानी
परिरहेछ। निन्दा लागेर चप भइरहेछ। साथीहरू अब हाम्रो चाहिँ नेक्स्ट स्टेसनमा चाहिँ हामी झर्नु पर्ने भयो बर्लिन। अब नेक्स्ट स्टेसनमा चाहिँ हामी झर्नेछौँ है साथीहरू। अब नेक्स्ट स्टेसनमा झर्नेछौँ है साथीहरू हामी। बल्ल साथीहरू अब उत्रिने टाइम पनि भयो। अब दैलेको डोरको नजिक जानुपर्छ। साथीहरू यहाँ यो ट्रेनमा आएको इन्डियाको 3 बजे साथीहरू 1 घन्टा लेट भयो। ए छोराको पर पुगिसक्यो साथीहरू राखेर। वेलकम टु बर्लिन। वेलकम टु बर्लिन। आइपुगे साथीहरू। बर्लिन आइपुग्यो। साथीहरू। साथीहरू हामी बस्ने होटल पनि आइपुगे साथीहरू। फेमस होटलको होटल पनि आइपुग्यो। लगेजहरू यहाँ छ साथीहरू। वेलकम टु बर्लिन आइपुग्यो साथीहरू। मेरो छोराले यहीँ बसेर पढेको हो। साथीहरू होटल पनि आइपुग्यो। होटल आइपुग्यो साथीहरू। रुममा साथीहरू राखेर साथीहरू। साथीहरू रुममा पनि आइपुग्यो। लाइट बत्ती बाल्नु पर्ने रहेछ। माथि सुतोला। तीनजनाको लागि ठिक्कै रहेछ। जाडो छैन। बाहिरको पनि नजाराहरू हेर्नुहोस् है साथीहरू। बाहिरको नजाराहरू। साथीहरू आइपुग्यो। रुममा
पुगेँ साथीहरू वा त्यही आराम पाएँ क्या सन्चो भयो साथीहरू सन्चो भयो हवस् साथीहरू अब यहाँसम्म राखेँ है अहिलेसम्म सबै मेरो भिडियोहरू हेरिदिनु भएकोमा हजुरहरूलाई थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो बाई बाई Alaisikin.